प्रतिशतको भावनाले बदला लिने भावनाले र चाहे चाहिँ उसलाई कारबाही पनि गर्नु हुँदैन। यो अहिले चाहिँ केपी ओलीलाई तर उसलाई चाहिँ रवि लामी सरी यो रमेश लेखक लगायत कसैलाई कारबाही गर्नु हुँदैन, तर कानुनले उनीलाई तान्छ भने छोड्नु पनि हुँदैन। यति भन्दै म आफ्नो ल धेरै धेरै धन्यवाद छ डाक्टर प्रोफेसर गान्धी पण्डितज्यूलाई। उहाँले आफ्ना विचार महत्त्वपूर्ण विचार प्रस्तुत गरेर जानुभएको छ। यतिखेर अब हाम्रो बिचमा दुईजना विश्लेषक हुनुहुन्छ। एकजना हेमन्त सेनाई हुनुहुन्छ, उहाँको पालो आएको छ। उहाँलाई चाहिँ गठन प्रक्रिया कसरी हुनसक्छ, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने कुरा जुन सहमति भएको छ त्यो सम्भव छ कि छैन, त्यो हुन्छ कि हुँदैन, र त्यसपछि सरकारको प्राथमिकताका विषयहरू के हुनुपर्छ र त्यसले एजेन्डाहरू के ल्याउनुपर्छ। नागरिकका अहिले भएका जुन समस्या छ समाजमा, यो असाध्यै भयावह परिस्थिति छ, यो भयावह परिस्थितिलाई तत्काल त्यसको सामना गर्नका लागि, नागरिकलाई राहत दिनका लागि सरकारको त्यो कार्ययोजना के हुनुपर्छ र अन्तिममा यो कार्की आयोगको प्रतिवेदनका प्रति तपाईँको धारणा के छ। हामीले यसमा धेरै प्रश्न उठाइरहेका छैनौँ र समग्रमा र छोटो मिठो आफ्नो विचार राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। मञ्चमा आसीन प्रबुद्धवर्ग, सञ्चारकर्मी साथीहरू,